गाइज मैले यसरी लाग्छ भनेर सोचेको पनि थिएन र मेरो गेम खेल्दाखेरि नाकको हड्डी भाँचेर म अस्पतालमा पनि गएको थिएँ। त्यो भिडियो चाहिँ छोटो क्लिप रहेको छ, त्यो छोटो क्लिप हेर्नुहोस् अनि गेम स्टार्ट गरौँ है त। जब मेरो मुखमा चोट लाग्यो गाइज, म चाहिँ एक्सरे गराउन गएको थिएँ। त्यति ठुलो पनि चोट नरहेछ। खेलाडीको लागि सेवा सुविधा भन्ने कुरा पनि त हुन्छ गाइस, अनि खेलाडीलाई चाहिँ सेवा सुविधा दिनु पर्दैन। यही कारणले गर्दा हाम्रो देशको विकास हुन सकेको छैन गाइस।